त्यसपछि गएर अनि उसले धप्पा गर्न थाल्यो हामी निकै छेक्यौँ 10-15 मिनट आधी घन्टासम्म छेक्यौँ नसकेपछि उनीहरूले चाहिँ लिएर गए मैले पछाडिको ढोकाबाट मैले छेकेको हुँ मैले पहाडीपट्टि त्यो उसमा छिर्न दिइनँ पछि अगाडिपट्टि उनीहरूले छिराएर कोहीले भित्र बाहिर धकेल्ने कोहीले मुड्कीले हान्ने कोहीले अर्को हिजलपट्टि गएर तान्ने घरैभित्र छिरायो उनीहरू गाडीभित्र त्यसरी तानेर चाहिँ अनि त्यसपछि गयो अनि त्यसपछि नेसार्ट पनि यता नेसार्ट बाहिरबाट तानिराख्नु भयो यता अर्को साइडबाट तानिराख्नु छ यो कपडासँग तानिराख्नु भयो त्यो कलरमा समातेर अनि त्यहाँ चाहिँ लैसकेपछि ल सर तपाईँहरू लानु अब हाम्रो मान्छे लैजानु अब तपाईँलाई शान्त भयो होला लिएर जानु हामी चाहिँ भोलि तपाईँले बोलाएर हामी आउँछौँ हामीले पठाएको त्यसपछि उहाँले के गर्नुभएको छ भनेदेखि यहाँबाट गएपछि त्यहाँ त उहाँले अब कहाँ पिट्नुभयो त थाहा भएन अनि मैले उसलाई सोधेपछि त दाइ मलाई 2 पल्ट टाउका हिर्का अहिले होइन उसले ढाँट्या रहेछ अब मलाई 2 पल्ट हिर्का छैन अहिले नभन्नु भनेको रहेछ त्यहाँ त्यसपछि गएर अनि भोलिपल्ट त त्यहाँ चौकी हामी गयौँ त्यो केटीलाई बोलाउँछ भन्दाखेरि त्यहाँ केटाकेटीलाई बोलाइदियौँ हामीले त्यहाँ राखेपछि त्यहाँ त उनीहरू चाहिँ भित्रपट्टि गयो केटी आएपछि केटाकेटी आएपछि लिएर गयो अनि त्यसपछि हामी अहिलेसम्म कतिवटा मिटिङमा सबै हामीले बाहिर गर्थ्यौँ हामी सबै बाहिर बस्थ्यौँ सबै मासमा बस्थ्यौँ सबै उहाँहरूको रोबरमा बस्थ्यौँ उहाँहरूकै कुरा बस्थ्यौँ र हामीले चाहिँ त्यहाँ निचोड निकालेर त्यहीँ लेखेर हामी सही गरेर फर्किने चलन थियो त्यहाँ पनि त्यसरी होला भन्ने सोच्यो केटाकेटीलाई भित्र किन लगेन सोधपुछ लाग्यो भन्ने कुरो भयो हामी चुप लागेर बस्यौँ जब उहाँहरू चाहिँ आधी घन्टापछि मिल्यो भएर आउनुभयो कस्तो मान्छे बस्नु भयो नि जसले एकजना भरतपुरको मान्छे दिशे सर भरतपुरको मान्छे उहाँले राख्नुभयो एउटा उद्योगवाणीसँग बसन्तपुरको मान्छे राख्नु जो त्यो केटाकेटी नाम पनि नसुन्नु भर्खर त्यहीँ गएर सुन्नुभयो त्यस्ता मान्छे राखेर साँच्ची राखेर उहाँले सही गराइदिनु भयो त्यो हामीलाई सम्झिनु भएन मेरो नाम श्री प्रसाद सुवेदी हो घर चाहिँ यहीँ नगरपालिका वार्ड नम्बर 2 जीवनपुरै हो यो ठाउँ भनेको जीवनपुरै हो यो घटना कस्तो भएको भनेदेखि म त खाना खाएर सुतेको थिएँ यहाँको भाइले चाहिँ जुन केटीको मामा भन्नेले चाहिँ दाइ मलाई त साह्रै पुलिसले तय गरिरहेको छ मेरो भान्जाले चाहिँ एउटा केटी लिएर आउनुभएको छ त्यहाँ चाहिँ उहाँ खोला पारी बस्नुभयो मलाई साह्रै चाहिँ तय गरिरहेको छ दिनभरि तय गरिरहेको छ म त पारी गर्थेँ पैसा लिने ब्याङ्कको पैसा ब्याङ्कको कर्मचारी भएको हुनाले ब्याङ्कको पैसा आउँदाखेरि पनि सायद तय गरिराख्यो म भेट्छु भन्दा पनि उसले चाहिँ तय गरिरहेको के गर्ने भन्यो त्यसै केटी कहाँ खाँदा म खोला पारी दिदी सासू घरमा छ भने त्यसरी जाउँ न त भनेर म उठेर पनि गएँ मैले खाना खाइसकेको थिएँ त्यो बेलासम्म र म गएँ उठेर गएपछि त्यहाँ केटीलाई मैले भेटेँ केटाकेटीलाई भेट्न गएको त्यहाँ गइन्छन् अनि बोलाउन लगाएँ 2-3 मिनटमा आइपुग्यो उनीहरू दुइटै आयो लैजा बस नानी भने मैले बस्न लगाएँ दुइटै बसेँ अनि त्यसपछि मैले पहिला नानीलाई सोधेँ नानी तिमी बिहा राख्यो त भन्यो अनि त्यसपछि यहीँ बस्थ्यौ भने त्यो होइन नानी तिमी जाऊ घर तिमी घर जानुपर्छ अहिले बाबाआमाले तिमीलाई चाहिँ मागेपछि दिन्छन् किन गाह्रो भने कति वर्ष बिएको थर्ड इयर पढेको छु भने उनले कति वर्ष हुँदा 22 वर्ष भयो 22 वर्ष भयो अनि केटाको नि कति भयो तिम्रो भनेको 26-27 कति भने है यो त्यसै कुरो मिलेको रहेछ तैपनि तिमी जाऊ भयो अहिले जाऊ हामी माग्न आउँछौँ बरु यस्तो कुरा राखेर होइन म त छोड्न सक्दिनँ म त अब आएँ हाम्रो चलन त आउनै पर्ने छ हामी चाहिँ आयौँ हामी चाहिँ जाँदैनौँ भन्ने कुरा गरेँ त्यसपछि गएर अनि त्यत्तिकैमा चाहिँ यस्तै कुरा गर्दै थियौँ त्यसपछि फेरि त्यही प्रहरीको फोन आयो अब कुन हो कसो फोन आएको अनि उसले भन्यो कि यो मामा चाहिँले भन्यो अनि दाइ मलाई फेरि फोन आयो कसो फोन आएको भने त्यही पुलिसको फोन आयो म बाहिर छु उसले भन्दै थियो बाहिर नभन कहाँ आइपुग्यो घर आइपुग्यो त्यसो आउँछु भने 5 मिनटमा हुन्छ त्यसो भए हामी जाऊँ त भनेपछि तिमीहरू यहीँ बसो हामी चाहिँ जान्छौँ उनीहरू के भन्नु खोज्छ म जान्छु भने मैले सँगै आएको मैले मोटरसाइकल लिएर गएको थिएँ उनीहरू मोटरसाइकल थियो हामी दुइटै सँगै आयौँ सँगै आएपछि म चाहिँ यहाँ चाहिँ पुरै रक्सी खाएर फिट रहेछौँ त्यहाँ तिनीहरू त्यसपछि गएर अनि हामी केटी कहाँ के भने हामी केटी देखाउनौँ तपाईँले चाहनुहुन्छ भने हामी भोलि 7 बजेदेखि जहिले पनि भोलि बेला नि पर्सि बेला 11-12 जति बेला आउन सक्छौँ लिएर आउन सक्छौँ तर हामी चाहिँ हाम्रो घर आइसकेपछि आइदिएनौँ उनीहरूको संस्कार कस्तो रहेछ भनेदेखि थारूको 3 रात चाहिँ आफूले राख्न सक्यो भने उसको श्रीमती भएको घरपालिकाले उसले स्वीकार्न सक्ने यदि 2 दिनभित्रै उसले खोसेर लयो भने त्यो विवाह चाहिँ भङ्ग हुँदैछ उनीहरू चाहिँ तिनीहरूले लुकाउनै पर्ने जसरी बन्दैछ त्यो कुरो हामीलाई थाहा थिएन त्यो कुरो यहाँ आएर सिकियो है अनि त्यसपछि गएर चाहिँ धेरै बेरसम्म कुराकानी भयो उहाँ चाहिँ लगभग म त त्यो गनिनँ जस 10 बजेजना हुनुपर्छ मेरो विद्यार्थी प्रहरीहरू बरुवाका अलिकति पनि चिनेको पऱ्यो कोही बस्नुबाट आउनु कोही आयो कोही सिभिलमा थियो भने केटीको भिनाजु भन्ने पनि अब सिभिलमै जस्तो लाग्यो ऊ पनि पुलिस हो भन्ने सुनिरहेको थियो त्यही छलफल हुँदा त्यस्तो सुने ठिकै छ त्यसो भएदेखि तपाईँहरू जानु अहिले अनि हामी चाहिँ तपाईँ दिँदैनौँ त्यसपछि भोलि चाहिँ सल्लाह गरौँ हामी जहाँ बोला थानाबाट थाना चौकी आउँछ भनेपछि उहाँहरू मत्थर हुनुभयो किन मसँग थाहा भएन गाडी पनि त्यहाँ रहन्छ किन मलाई थाहा भएन त्यो बेला अनि त्यस्तै हुँदा उहाँ पनि राम्रै कुरा गर्नुभयो अनि यस्तो उमेर पऱ्यो यस्तो उमेरको सबै कुरा गर्नुभयो धेरै पनि हामी खाम त्यो हामी धेरै पनि बोल्दैन उहाँहरू बोल्दा पनि त्यति बोल्नु भएन उहाँहरू एकछिन त्यसको तपाईँ लगभग 1 घन्टा पछि त त्यहाँबाट गाडी आयो गाडी सटछुट्टै प्रहरीहरू आए
इन्सपेक्टर चाहिँ आउनुभयो, म त चिन्नु त्यो इन्सपेक्टर साहब हुनुपर्छ त्यहाँ, उहाँहरू आउनुभयो र त्यहाँ झ्यापझुपै अनि गर्नुभयो। अनि के कुरो भन्दा सर यस्तो रहेछ अब भन्ने कुरो भयो। उनले चाहिँ बोल्न थाल्यो केटीको मामाले, यस्तो हो हाम्रो भान्जाले चाहिँ एउटा केटी ल्याएको थियो, यस्तो कुरा भएपछि अनि त्यसपछि त अनि कति वर्ष उमेर उहाँले सोध्नुभयो, 22 र 26 वर्ष भने ए ठिकै रहेछ, म त यस्तो मारापिट होला भन्ने सोचेको थिएँ। इन्सपेक्टर भन्नु हो कि मारापिट होला भन्ने सोचेको थिएँ, तर चाहिँ रहन्छ यस्तो त मैले जस्तो सोचेको थिएँ त्यो चाहिँ रहन्छ, यहाँ त राम्रो रहेछ त केटाकेटी रहेछ, ठिकै छ। त्यसपछि अब भोलि चाहिँ हामी चाहिँ अब छलफल गरौँला, अब अहिले चाहिँ हामी तपाईँ जान हुन्छ भोलि छलफल गरेर चाहिँ हुन्छ जस्तो कुरा गर्नु इन्सपेक्टरले, हुन्छ हामी चाहिँ भोलि नै गर्ने 7 बजीसम्म त्यहाँ आउने भन्ने सल्लाह भएको त्यो बेला। त्यसपछि के भयो भने लास्टमा केटीको भिनाजु र आमा त्यो पुलिससँग सल्लाह गरेर हामीले चाहिँ केटी यसरी बोल्न पर्छ भन्ने कुरा आयो। त्यो त्यसो ठिकै छ, तपाईँहरू जानु सर, हामी चाहिँ मैले भनेको तपाईँहरू जानु, तपाईँको मान्छे सबै लिएर जानु, हामी चाहिँ केटीको आमालाई मजाले केटीसँग गफ गराइन्छौँ, हामी भेटाइन्छौँ भनेपछि हुन्छ भनेर उहाँहरू मानेको मान्छे फेरि उता गएपछि फेरि के कुरा भयो। अनि त्यहाँ चाहिँ केटीको मामाले चाहिँ जान लाग्यो, त्यो केटीको आमाले चाहिँ उयो देखाउन लानु लाग्यो, जहाँ राखेर त्यही जाँदाखेरि हुन्छ त्यहाँ जान्छ भनेर जान लाँदाखेरि हामी पनि जानु भनेर पुलिस तर्किहाल्यो। तपाईँहरू जाने नि हुँदैन है, तपाईँहरू जाने हुन्न भने किन हुँदैन भन्दा त्यो केटी पनि त म मामा हो, मेरो संरक्षण, केटीको चाहिँ मामा संरक्षण आमा संरक्षण हुनुपर्छ, त्यसो हुन्छ भनेर उनीहरू चर्किएपछि त्यहाँबाट विवाद चर्केको हो। त्यसपछि गएर अनि उसलाई धप्पा गर्न थाल्यो, हामी निकै छेक्यौँ, 10-15 मिनट आधी घन्टा छेक्न नसकेपछि उनीहरूले चाहिँ लिएर गए। मैले पछाडिको ढोकाबाट मैले छेकेको हुँ, मैले पहाडीपट्टि त्यो उसमा छिर्न दिइनँ, पछि अगाडिपट्टि उनीहरूले छिराएर कोहीले भित्र बाहिर धकेल्ने, कोहीले मुड्कीले हान्ने, कोहीले अर्को हिजलपट्टि गएर तान्ने, घरैभित्र छिरायो उनीहरू गाडीभित्र त्यसरी तानेर चाहिँ अनि त्यसपछि गयो। अनि त्यसपछि इन्सपेक्टर पनि यता इन्सपेक्टर बाहिरबाट तानिराख्नु भयो अरे, अर्को साइडबाट तानिराख्नु छ, यो कपडासँग तानिराख्नु भयो त्यो कलरमा समातेर। अनि त्यहाँ चाहिँ लैसकेपछि ल सर तपाईँहरू लानु, अब हाम्रो मान्छे लैजानु, अब तपाईँहरूलाई शान्त भयो होला, लिएर जानु, हामी चाहिँ भोलि तपाईँले बोलाएर हामी आउँछौँ हामीले पठाएको। त्यसपछि उहाँले के गर्नुभएछ भनेदेखि यहाँबाट गएपछि त्यहाँ त उहाँले अब कहाँ पिट्नुभयो त थाहा भएन। अनि मैले उसलाई सोधेपछि त दाइ मलाई 2 पल्ट टाउका हिर्का, अहिले होइन उसले ढाँट्या रहेछ, अब मलाई 2 पल्ट हिर्का छैन भने नभन्नु भनेको रहेछ त्यहाँ। त्यसपछि गएर अनि भोलिपल्ट त त्यहाँ चौकी हामी गयौँ, त्यो केटीलाई बोलाउँछ भन्दाखेरि त्यहाँ केटाकेटीलाई बोलाइदियौँ हामीले, त्यहाँ राखेपछि त्यहाँ त उनीहरू चाहिँ भित्रपट्टि गयो, केटी आएपछि केटाकेटी आएपछि लिएर गयो। अनि त्यसपछि हामी अहिलेसम्म कतिवटा मिटिङमा सबै हामीले बाहिर गर्थ्यौँ, हामी सबै बाहिर बस्थ्यौँ, सबै मासमा बस्थ्यौँ, सबै उहाँहरूको रोबरमा बस्थ्यौँ, उहाँहरूकै कुरा बस्थ्यौँ र हामीले चाहिँ त्यहाँ निचोड निकालेर त्यहीँ लेखेर हामी सही गरेर फर्किने चलन थियो। त्यहाँ पनि त्यसरी होला भन्ने सोच्यो, केटाकेटीलाई भिडलाई किन लगेन सोधपुछ लाग्यो भन्ने कुरो भयो। हामी चुप लागेर बस्यौँ, जब उहाँहरू चाहिँ आधी घन्टापछि मिल्यो भएर आउनुभयो। कस्तो मान्छे बस्नु भयो नि, जसले एकजना भरतपुरको मान्छे दिशे सर, भरतपुरको मान्छे उहाँले राख्नुभयो, एउटा उद्योगवाणीसँग बसन्तपुरको मान्छे राख्नु, जो त्यो केटाकेटी नाम पनि नसुन्नु, भर्खर त्यहीँ गएर सुन्नुभयो, त्यस्ता मान्छे राखेर साँच्ची राखेर उहाँले सही गराइदिनु भयो। त्यो हामीलाई सम्झिनु भएन। त्यसपछि मैले भने तपाईँले चाहिँ गद्दारी गर्नुभयो, तपाईँले यो गद्दारी हो। म त्यही बेला चौकी अगाडि नै भित्रै त्यो भित्र चाहिँ बाहिरपट्टि साइडमा त्यो पिनी हो, त्यो के भन्छ ब्रान्डनगर बसेर भनेको तपाईँले गद्दारी गर्नुभयो। त्यो सुनको पैसा हामीले तिर्नु पर्थेन, किन हामीले त्यो सुन चाहिँ हामीले पुलिस बोलाएको होइन, उहाँहरू पुलिसले चाहिँ गहना लाएर आउनु भनेको पनि छैन। अहिलेसम्म पुलिसले थाहा पनि पाएन गहना लाएर आएको, नाचगान पूजा भए पो गहना लाएर आउने, त गहना लानु पर्दैन, यो तिर्नु पर्दैन हामीले। त्यो चाहिँ जसले केटीको आमाहरूले केटीको भिनाइले बोलाएको थियो उसले तिर्नु पर्छ, हामीले पुलिस बोलाएको होइन। हामी त साम्य थियौँ, उहाँहरू चाहिँ यो टोल सुधारबाट चाहिँ अध्यक्ष यहीँ हुनुहुन्छ भनेपछि त्यसै टोलको यस्तो मान्छे आयो होला, ठिकै रहेछ नि त, हामी जान्छौँ भनेको मान्छे त्यत्रो धडपड गरेर ल्याएको मान्छेहरूले अहिले सुनको पैसा तिर्न लगाउने, यो सुन तिर्नु पर्ने, तपाईँ तिर्नु नतिर्ने, तपाईँ नतिर्ने सुन तिर्ने लेखिसकेपछि हामी तिर्नु पर्ने हो क्या, अन्त तिर्दिने हो क्या, अन्त ज्यान फाल्न सकिएन क्या, तिर्दिने भएर चाहिँ हामी निस्केर हिँडेको। त्यसपछि गएर उसले सोच्दा म 2 पल्ट गएको त्यो बेला भन्थ्यो, तर पछि उसको स्थितिको केही एक्सरे टाउदेखि भन्ने बिहान ल त्यहाँ चाहिँ के गरौँ दाइ भनेर मसँग सल्लाह गर्न आउनु हो। मैले म त केही भन्न सक्दिनँ, अब तपाईँहरू जानु, एकचोटि गएर चाहिँ हस्पिटल जानु, हस्पिटल गएर चाहिँ चेक गराउनु के छ कस्तो छ, किन दुखेछ, अरू पनि कुनै रोग छ कि भन्दाखेरि पछि चाहिँ टाउको एक्सरे गर्दाखेरिमा चर्केछ भन्ने कुरा आयो। दाइ चर्केर चाहिँ क्यारम भन्दाखेरि त्यसो भएदेखि तपाईँहरू त पारि जानुपर्छ, यहाँ त पुलिसले पिटेको सिस्टम देखेछ अरे भनेपछि त्यसपछि मै आफै गएँ। त्यहाँको एकजना बस्याल सर हुनुहुँदैछ प्रशासनको, उहाँलाई बोलाएँ, फोन गरेर बोलाएपछि बिदा भइसक्यो, 6 बन्द आइसकेको थियो। उहाँलाई बोलाएर सर यहाँ त यस्तो यस्तो भएपछि त्यो देखाइदिनु भनेपछि हुन्छ हामी देखाउन सक्छौँ भन्नुभयो। उहाँले त्यो चाहिँ देखाइदिनु भयो, देखाउने क्रममा देखाउँदै जानुभयो। तर मैले त्यहाँ चाहिँ त्यो बेलासम्म देखिएन, भेटिएन। मेरो घरको कारणले गर्दा म भैँस धुनु पर्ने, अब किसानी मान्छे गाई भैँसी धुनु पर्ने, पर हाल्नु पर्ने, पारा बाच्छा भोका होला भनेर चाहिँ म तपाईँहरू जिम्मा लिनु यो, म चाहिँ हिँड्छु है भनेर म हिँडेँ। अनि त्यसपछि उहाँले निकालेर राख्नुपर्छ। अब त्यो चाहिँ पछि फेसबुकमा हाल्नु भएछ। मैले यति नै देखेँ, यति नै बोल्छु।